हेलो साथीहरु, नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। केही समयपछि फेरि अर्को एउटा भिडियो ब्लग लिएर आएको छु म। हाम्रो टिम, हाम्रो सपरिवार हामी चाहिँ आज यो थर्ड टर्म स्कुल हलिडेको अवसर पारेर हामी सिडनीभन्दा लगभग 1 घण्टा बाहिर एउटा फार्म छ, जुन फार्म एरिया चाहिँ हामी आज भिजिट गर्न जाँदैछौँ। छोरीहरूलाई चाहिँ अब यो फार्म, यो कृषिजन्य जीवजन्तु, गाई बस्तुहरू देखाउनु पर्नेछ, किनभने यो चाहिँ जुन उनीहरूले यो ठुलो सहरमा बस्दाखेरि धेरै मिस गर्ने र यो विषयमा उनीहरूलाई ज्ञान पनि नहुने भएकोले प्राय गरेर चाहिँ यो स्कुल हलिडेमा चाहिँ हामी चाहिँ सिडनीभन्दा बाहिर गेटअवे गर्छौँ र विशेष गरेर फार्म एरियामा चाहिँ हामी जान्छौँ। आज पनि हामी क्याम्सली हाइट फार्म पार्क भन्नेमा चाहिँ जाँदैछौँ। लेट्स सी के हुन्छ, त्यहाँ हामी एक्सप्लोर गर्नेछौँ। सिडनीमा अलिकति जाडो छ आज। दिन ढुम्म परेको छ, खासै खुलेको छैन आकाश। हामी बिस्तारै अब हामी चाहिँ हाम्रो लगभग यात्रा 1 घण्टा जस्तो हुन्छ होला। मजाले चाहिँ हामी ड्राइभ गरेर लाग्छौँ। के हुन्छ कस्तो हुन्छ हामी पनि एक्साइटेड छौँ सबैजना। के हेर्न पाइन्छ के पाइँदैन भन्ने विषयमा निकै एभ्रिवान एक्साइटेड। लेट्स सी। अनि बोले छैन त हो 3N त के भयो, किन नबोलेका? टायर त्यत्रो सुतेर पनि टायर मजासम्म छ हौ। आज ढिलो सुतेको क्या तिमीहरू? 11 बजे होला नि, 11 बजे। ल हामी क्याम्सली हिल्स फार्ममा आइपुग्यौँ। छोरीहरूलाई अब स्कुल हलिडेमा यिनीहरूलाई अलिकति फार्म भनेको कस्तो हुन्छ, के हुन्छ, कसरी एनिमल्सहरूलाई चाहिँ हुर्काइन्छ भन्ने विषयमा प्रायः यिनीहरूलाई चाहिँ देखाउन हामी प्रत्येक स्कुल हलिडेमा ल्याउँछौँ र आज पनि यिनीहरूलाई यहाँ देखाउनु पर्नेछ, किनभने यिनीहरूले रियल वर्ल्ड बुझ्नुपर्छ। यहाँ लाइनअप रहेछ। अब हामी त्यहाँबाट चाहिँ टक्क लाइनमा बसेर टिकट लिन्छौँ अनि भित्र छिर्छौँ। हामी टिकट काटेर अब यो एनिमललाई फिड गर्ने फुड पनि लिएर अब जाँदैछौँ। अब चाहिँ हामी यो मसिन हो जनावरहरू हेर्नलाई चाहिँ निस्केको। भाडा कहाँ भाले राखेको छ? लाग्यो हाम्रो टिम लाग्यो मसिनो एनिमललाई प्याक गर्नको लागि। कहाँ छ अरे? देऊ नानी, खान्छ जस्तो त्यसले। हातमा राख अनि खाऊ न। मसँग त छैन त। देऊ न, देऊ न।
खुवाउ न नानी खुवाउ न खाँदैछ सानो रहेछ फ्रेन्डली छ जस्तो छ खाइसक्यो खाइसक्यो ल ल भयो छोडिदेऊ अब अरूले खेल्छ पछाडि जाऊ न पछाडि राम्रो आउँछ क्या ल ट्र्याक्टर राइड गरेर आउने अरे हाम्रो टिम अब लाग्यो यिनीहरू आयो हेलो हाई ल गयो अब ट्र्याक्टर राउन्ड चलाएर आऊ है ल जाऊ एक राउन्ड घुमेर आऊ म चाहिँ नजाने भयो टिकटै पुगेन फुल भएछ सिटै ट्रिप लगाएर आइपुग्यो है ट्र्याक्टर मान्नै पर्यो मानेर भने ल कस्तो पुरै नै निकाल्दो रहेछ छुट्टै बनाइदिन्छ कम्टममा हुनु रहेछ नै भएको यो त एकदम महँगो बनाउँछ क्या ज्याकेटहरू पैसै आउँछ मयर भाले मयर गयो कस्तो यिनीहरू खुसी भएर किन यस्तो गरेर छ हुन्छ नि यो टर्की रहेछ नि यो टर्की त्यो उसको त्यो प्वाक तल त्यस्तो गरेन भने नर्मल दिन्छ क्या त्यो लेखेको होला नि टर्की नै हो टर्कीको यो डिफ्रेन्ट होला क्या टाइप्स प्रजाति Alpaca. I don't have to beat you anything for you. No, नाइनमा फिट गर ल हाम्रो अब आजको फार्म घुमाइ लगभग सक्यो अब चाहिँ हामी घरतिर लाग्छौँ लगभग कति भयो 10:30 11:30 1:30 पर्नेछु निकै बस्यो यस्तो फार्म घुमेर चाहिँ हामी अब लाग्छौँ जाने होइन अब
लाउ नानी त्यो तेल चाहिँ छुनु हुँदैन ल हाम्रो फार्म घुमिसक्यो है अब जाउँ लागौँ ल घुमिसक्यो होइन कस्तो भयो तिमीहरूलाई टायर्ड भयो इन्जोय गऱ्यो कि होइन इन्जोय गरेन नि क्याट चाहिँ तिमीले इन्जोय गरे जस्तो लाग्यो अब लागौँ कति रेट गर्छ ल भन फार्मलाई नानी कति रेट गर्छ भने यो फार्मलाई 9 out of 10 त्यो त धेरै हो त नि ओभर रेटिङ भएन त 7 भने